नारायण हिटी रोयल प्यालेस 2068 साल जेठमा दरबार हत्याकाण्ड हुँदा स्वर्गीय राजा वीरेन्द्र र ऐश्वर्यको वंशविनाश भएको ठाउँ दुईटा शालिगभन्दा पछाडिपट्टि रहेछ। भत्काइसकिया रहेछ, आजलाई हेर्न मिलेन। नेपालमा धेरै राजा महाराजाहरू जन्मेको कारणले गर्दा अहिले यस्ता नारायण हिटी दरबार एउटै व्यक्तिका कमसेकम 500वटा भइसकेको कुरा अहिलेको वर्तमान परिवेशले पुष्टि गरिसकेको छ। बिचरा राजा ऐश्वर्य, रानी ऐश्वर्य र राजा वीरेन्द्रको वंश विनाश भएको स्थान अवलोकन गर्न धेरै इन्डियनहरू पनि आइरहेको वर्तमान अवस्था छ। भित्र फोटो खिच्न नमिल्ने कारणले गर्दा यहाँहरू बाहिर फोटो खिच्नमा एकदम मस्त हुनुहुन्छ। बाहिरबाट भिजिटमा आउनु भएकाहरू गाडी आयो भन्ने खालको कुरो गरिराख्नु भएको छ। वास्तवमा लाग्छ अत्यन्तै राम्रो छ दरबार, हेर्दा पनि त्यतिकै एकदम रमाइलो देखिन्छ। भित्र सौन्दर्य दृश्यहरू रहेका छन्। वास्तविक यथार्थता त लुकाइएको छ, तर त्यसमा धेरै कुराहरू चाहिँ बैठक कक्षहरू भयो, राजा रानीले सामान्य रूपमा शयन गर्ने कक्षहरू सजाइएको छ। त्यसगरी विदेशी अतिथिहरूलाई भेट गर्दाको अवस्थाका ती परिवेशहरू सृजना गरिएको छ। लाग्दछ हामीलाई वास्तवमा राजदरबारभित्र जति खालका परिवेशहरू परिस्थितिहरू रहनुपर्ने हो त्यो छैन, त्यो विडम्बना छ। आज नेपालमा वीरेन्द्रभन्दा अगाडिका 10 पुस्ताहरूले जसरी राजकाज चलाइएका थिए, आज त्यस्ता धेरै वीरेन्द्रहरू जन्मेका छन् नेपालमा, करिब 500 भन्दा पनि बढी, जसको नेतृत्व गर्नुभएको छ कामरेड प्रचण्ड, त्यसैगरी उहाँका टिमहरू। त्यसैगरी यो सब नेपालको लागि दुर्भाग्य निम्त्याउने राष्ट्रका महिम व्यक्ति भनिन्थ्यो हटाका सरदार स्वर्गीय गिरिजाप्रसाद कोइराला। उनीहरूले मोज पनि गरे र अन्तत्वगत्वा मोजसँगै यो राष्ट्रको सम्पूर्ण जति पनि अस्तित्व, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, विश्वास, जुन क्रमलाई भताभुङ्ग पारेर आज यो परिवेश सृजना भइरहेको छ। क्रमिक रूपमा अरू तस्बिरहरू बोल्ने छन्। त्यसैगरी साथमा हुनुहुन्छ दरबार हेर्नलाई दरबारको निरीक्षण गर्न आउनुभएका जो हुनुहुन्छ। यो क्रम यहाँ सुन्दर दृश्य आइरहेको छ। हामी अरू दृश्यहरू पनि क्रमिक रूपमा यहाँहरूमाझ सम्प्रेषण गर्दै अगाडि बढ्नेछौँ। धन्यवाद।